हाई नमस्कार म पदम महत हाम्रो 90 डेज रिल च्यालेन्जको आज डे 6 र डे 6 को टपिक रहेको छ वाइ सोसल मिडिया मार्केटिङ र एट्र्याक्सन मार्केटिङ। अब सोसल मिडिया भन्ने बित्तिकै यो अहिलेको हाम्रो 21औं शताब्दीमा यो सोसल मिडियाले हाम्रो लाइफ चेन्ज गरिदिएको छ। मैले यो फेसबुकको मात्रै कुरा गरिनँ, हामीलाई चाहिँ यो बिजनेसमा चाहिँ 7वटा प्लेटफर्महरू दिएको छ। अब हामी धेरै जसोले अब हामी मोबाइल पाउने बित्तिकै र हामीसँग अलिकति फ्री टाइम हुने बित्तिकै चाहिँ हामी चाहिँ विभिन्न सोसल मिडिया प्लेटफर्म युज गरेर चाहिँ अरूको कन्टेन्टहरू हेरेर हामी त्यत्तिकै चाहिँ इन्टरटेन अथवा आफ्नो टाइम स्पेन्ड गरिरहेको हुन्छौँ। त्यसबाट इन्कम भएको हुँदैन, तर हामीले त्यही सोसल मिडिया प्लेटफर्म युज गरेर त्यति नै टाइम स्पेन्ड गऱ्यौँ भने हामीले इन्कम जेनेरेट गर्न सकिन्छ। यो कुराहरू चाहिँ अब यो बिजनेसमा सिकाइन्छ। र अर्को कुरा रह्यो एट्र्याक्सन मार्केटिङ। अब एट्र्याक्सन मार्केटिङ भन्ने बित्तिकै हामीले चाहिँ यो बिजनेसमा चाहिँ कुनै पनि प्रोडक्टहरूको चाहिँ सेल गर्नु पर्दैन। अब एट्र्याक्सन मार्केटिङ गर्दाखेरि अब हामीले चाहिँ हाम्रो भ्युवर्स भयो, हाम्रो सब्सक्राइबर भयो र हाम्रो फलोवर्सहरूलाई चाहिँ यी 3टा कुराहरू चाहिँ हामीले दिन सक्नुपर्ने हुन्छ। अब जस्तै रह्यो इन्टरटेनिङ खालको चाहिँ अब कन्टेन्ट क्रिएट गर्ने अनि एट्र्याक्सन मार्केटिङ दिने हो। र त्यस पछाडि भनेको अर्को रहन्छ अब हामीले चाहिँ एजुकेसनल चाहिँ कन्टेन्ट क्रिएट गर्ने र अर्को चाहिँ अब हाम्रो चाहिँ लाइफ चेन्जिङ अपर्च्युनिटीको चाहिँ कन्टेन्ट क्रिएट गरेर चाहिँ हामीले चाहिँ एट्र्याक्सन मार्केटिङ गर्ने हो। तर यो कुराहरू पनि सबै चाहिँ यो बिजनेसमा चाहिँ हामीलाई सिकाइन्छ। र तपाईँहरूलाई पनि यस बारे चाहिँ अरू केही जानकारी चाहिँ जान्न मन छ भने चाहिँ मेरो वेबसाइट www.mahatpadam.com मा गएर चाहिँ तपाईँहरूलाई चाहिँ फ्री वेबिनार भिडियो चाहिँ हेर्न सक्नुहुनेछ। र आजलाई यति नै। म भोलि फेरि अर्को नयाँ टपिक लिएर आउनेछु र त्यतिन्जेलसम्मको लागि हजुरहरूको दिन शुभ रहोस्। थ्याङ्क यू फर वाचिङ। बाई बाई।